एउटा बनाउँछौँ। एउटा नेपाल छ काठमाडौँ उपत्यकाभित्र, हरेक कुरा त्यो उपत्यकाभित्र बस्ने टाठाले गर्ने। अनि तपाईँ हामी मोफसलको मान्छेले चाहिँ हाम्रो चाहिँ हामी चाहिँ नागरिक नै नहुने है। अस्ति जेनजीको कुरा गर्छु, जेनजीको आन्दोलनको कुरा। हर्क साम्पाङ चाहिँ काठमाडौँ भ्यालीभित्रको नभएको कारणले गर्दाखेरि उसलाई प्रधानमन्त्री बनाउनु नहुने है, तर त्यही भित्रको बस्ने मान्छेले चाहिँ बन्दा हुने। यो देशमा दुईटा नेपाल छ र? हामीले बोक्ने चन्द्र सूर्य झण्डा यही हो नि होइन? काठमाडौँमा पनि फहराइने त्यो दुईटा नेपाललाई भत्काएर एउटै नेपाल हामी बनाउँछौँ। ताप्लेजुङको तपाईँको छैन माथि लेकमा चप्पल बिनाको तपाईँको छैन सिपमा हिँडिरहेको कठङ्ग्रिएको एउटा गोठालाको कुरा हामी सुन्छौँ। त्यस्तो मान्छे चुन्नुपर्छ म नेपालीलाई भनिरहेको छु। मैले पहिला पनि इन्टरभ्यूमा भनेको कुरा, त्यस्तो मान्छेलाई चुन्नुहोस् जसले देशको दुःख बुझेको होस् है। यो देश बनाउनका लागि 3.5 वर्ष त ढुङ्गा बोकेको मान्छे हो म है। यो देशको